इतिहासको त्यो अन्धकारमय गर्भबाट जब हिमालयका फेदमा छरिएका सूक्ष्म राज्यहरू आफ्नै अस्तित्वको सङ्कुचनमा छटपटाइरहेका थिए, तब गोर्खाको माटोबाट एउटा युग चेतनाको प्रादुर्भाव भयो। उनी थिए बडा महाराज धीराज पृथ्वीनारायण शाह। उनी केवल एक सैन्य सञ्चालक मात्र थिएनन्, बरु विखण्डित भूगोलका टापुहरूलाई अखण्डताको महासागरमा समाहित गर्ने एक क्रान्तदर्शी शिल्पकार थिए। दक्षिणतर्फबाट संक्रामक रूपमा फैलिरहेको वैदेशिक विस्तारवादको डडेलोलाई रोक्न उनले जुन सामरिक चतुराई र दम्य साहसको परिचय दिए, त्यसैको जगमा आज हाम्रो राष्ट्रिय स्वाधीनता अक्षुण्ण छ। उनले चलाएको खुकुरीमा केवल विजयको दम्भ थिएन, बरु भावी पुस्ताको सुरक्षाका लागि एउटा अभय कवच निर्माण गर्ने सङ्कल्प थियो। उनले ढुङ्गा र माटोको सीमा मात्र कोरेनन्, बरु अनेकौं जात जाति र संस्कारहरूलाई साझा फुलबारीको एउटै मञ्चमा उभ्याएर भावनात्मक एकीकरणको महायज्ञ अनुष्ठान गरे। उनका दिव्योपदेशहरू नेपाली राजनीतिका लागि आज पनि ऋचा जतिकै पवित्र र काट्य छन्। प्रजा मोटो भए दरबार बलियो हुन्छ भन्ने उनको लोक कल्याणकारी मान्यता र भ्रष्टाचार विरुद्धको उनको वज्रघोष आजको भ्रष्ट र अस्थिर समयमा झनै मर्मभेदी प्रतीत हुन्छ। उनले प्रतिपादन गरेको दुई ढुङ्गा बीचको तरुलको भूसामरिक संवेदनशीलता हाम्रो परराष्ट्र नीतिको ब्रह्मवाक्य हो। आज पुस 27 राष्ट्रिय एकताको यो ऐतिहासिक क्षण, जसले हामीलाई मबाट हामी र अंशबाट पूर्ण हुन सिकायो। ती महान राष्ट्र निर्माता जसको पसिना र रगतले यो देशको जग सिञ्चित छ, उनीप्रति आजको दिन केवल श्रद्धा व्यक्त गर्ने दिन मात्र होइन, बरु उनले सुम्पिएको यो नासोलाई अक्षुण्ण राख्ने पुनः सङ्कल्प गर्ने अवसर पनि हो। बडा महाराज धीराज पृथ्वीनारायण शाह अमर रहून्।